जस्तै फायरम्यान हान्यो भने के भयो त सर्भिस मोडमा गयो यहाँनिर फायर भनेर आउँदो रहेछ यो चाहिँ यहीँ रुकेर बस्यो कि अब कलिङ हुन्छ त कलिङ भएन नि होइन त्यही भएर यतातिर नर्मलमा हाल्यो भने यो फायरवाला हटेर फायर मोड हाल्नु पर्यो यो फायर मोड हट्छ हटेर रिसेट हुन्छ होला होइन अनि नर्मल हुन्छ रिसेट भएको छैन माथि गएर रिसेट गर्नुपर्ने हो गयो हट्यो है फायर हट्यो है अब बल्ल कलिङ भयो भनेपछि रिसेट चाहिँ यहीँबाट हुने रहेछ माथि गइराख्नु नपर्ने रहेछ